बात लगाइदेऊ क्या बाबु खै छोडाउँदै र मैले नाच्न नजाने भने फोटो त राम्रो आउँछ होइन होइन धेरै राम्रो खै पुष्पजी खोइ नाचे पालो आउँदैछ पालो आउँदैछ ए खै त तपाईँले नाचेको
लगाइदिउँ न
के नाम हो? नाम के हो? तर्फको पुरस्कारको राशि छ। प्रथम हुनेलाई 500, द्वितीयलाई 300 र तृतीयलाई 200 छ। र यसमा चाहिँ हाम्रो आदरणीय विष्ट हेम विष्ट सरले महिलातर्फ प्रथम हुने महिला र पुरुषलाई जनै रु 500 का दरले उहाँले चाहिँ पुरस्कार दिने भन्नुभएको छ। र अब यो पुरस्कारको राशि मैले बताइसकेपछि म श्रीमान महानिर्देशकज्यूलाई बधाई सहित विजयी कलाकारहरूलाई पुरस्कार वितरण गरिदिनु हुन म अनुरोध। निलिमा श्रेष्ठ बहिनी धेरै धेरै बधाई छ। ल त्यस्तै दोस्रो स्थान प्राप्त गर्नुहुने इसिका बहिनी बधाई छ विष्ट भाइ। विष्टका बुवा पिता र पुत्र दुवैलाई बधाई छ है। हजुर अब यसै गरी महिला कलाकारतर्फ पुरस्कार वितरण कार्यक्रम छ। प्रथम स्थान प्राप्त गर्नुहुने हाम्रो बिचको कहाँ गयो? मन्जु पोखरेल
तपाईँ प्रथम स्थान प्राप्त गर्नुभएको छ यो नाच डान्स प्रतियोगितामा तपाईँलाई धेरै धेरै बधाई। आदरणीय हरि अधिकारी तपाईँ प्रथम स्थान प्राप्त गर्नुभएको एकदम राम्रो गर्नुभयो तपाईँ त पुरा जमजात रहेछ कलाकार। मन्जु म्याम फर्स्ट प्राइज जित्नुभयो महिलातर्फको डान्समा यहाँको के छ प्रतिक्रिया? मलाई सधैँ खुसी लागेको छ। यो पिकनिकले वास्तवमा मलाई एउटा नन डान्सरलाई डान्सरको उपाधि दिएको छ होइन। त्यसमा यहाँ सम्पूर्ण उपस्थित हुने सम्पूर्ण माननीय सरहरू होइन सबैलाई म धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी सरलाई एउटा व्यक्तिगत उसबाट पनि सरले पुरस्कार दिनुभएकोमा राजेश सरलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। ल धेरै धेरै बधाई छ आजको पुरुषतर्फको डान्समा प्रथम स्थान। होइन हजुरलाई यहाँको प्रतिक्रिया के छ? मेरो त हजुर के भने पिकनिक भनेको रमाइलोको लागि हो। हामी वनविभागबाट चाहिँ जुन आयोजना गर्न सक्ने पिकनिक यो हाम्रो लागि एउटा सौभाग्य र इतिहासै हो। यो हेर्नु यो परम्परा सधैँ हुनुपर्छ। हामी सबै साथीभाइहरू हुनुपर्छ, मिल्नुपर्छ। त्यो वनविभागको पिकनिक भनेको यो पर्सनल पिकनिक कुनै चाहिँ राजनीतिक पिकनिक कुनै चाहिँ आर्थिक र सांस्कृतिक पिकनिक होइन। यो वनविभागको चाहिँ एउटा सौहार्दपूर्ण वातावरणमा एकदम सद्भाव पिकनिक हो। यो सधैँ सफल हुनुपर्छ र सधैँ वार्षिक रूपमा एकपल्ट हुनुपर्छ।